नमस्ते साथीहरू, यहाँलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज चाहिँ बाहिर झमझम्ती पानी परिरहेको छ र मेरो प्लान्टहरू पनि सबै इन्जोय गरिरहेको छ। र मैले आफ्नै बारीको खुर्सानी टिपेँ पकौडा बनाउनको लागि। पानी परेपछि चाहिँ पकौडा खाँदाको मजा नै छुट्टै हुन्छ। त्यसपछि मैले प्याज काटेँ। प्याजलाई रफली कट गरिसकेपछि मैले पानीमा भिजाइदिएँ। त्यसपछि घरमा आँटा मात्र थियो, त्यही भएर मैले आँटा हालेँ। यसमा बेसन हाल्यो भने चाहिँ अझै मिठो हुन्छ। अनि त्यसमा मसलाहरूमा स्वादअनुसार नुन, जिराको धुलो, खुर्सानीको धुलो र बेसारको धुलो हालेँ मैले। त्यसपछिबाट यसलाई मजाले हातले मोलेँ मैले। मोलिसकेपछि मैले यसलाई एकछिन रेस्ट गर्नलाई छोडिदिएँ। त्यतिन्जेल मैले अदुवा र लसुन कुटेँ। मलाई अदुवा र लसुन हालेको चाहिँ एकदमै मनपर्छ। बाहिर अझै झमझम पानी परिरहेको थियो। त्यसपछि मैले यसमा अदुवा र लसुनको पेस्ट पनि हालेँ। अघि काटेर राखेको हरियो खुर्सानी पनि हालिदिएँ। आफ्नै बारीमा टिपेको चाहिँ, आफ्नै गमलामा टिपेको। त्यसपछि यसलाई पनि मजाले मिक्स गरेँ। त्यतिन्जेल मैले तेल तताएँ। तेल पनि तातिसक्यो। अब मैले पकौडा फ्राई गरिदिएँ। प्याजको पकौडा फ्राई गर्दैछु म। यस्तो मिठो बास्ना आइरहेको थियो यो। पानी पर्दाखेरि यसरी खान एकदमै मिठो र रमाइलो पनि लाग्छ मलाई चाहिँ। हजुरहरूलाई कस्तो लाग्छ? बाहिर हेर्दै, पानी परेको हेर्दै पकौडा पकाउँदै थिएँ। र हाम्रोमा चाहिँ पकौडा पकाउँदै खाँदै गरेको थियो। त्यही भएर प्लेटमा थोरै देख्यो, कति बनाएको पनि मलाई थाहा भएन। त्यसपछि ब्याटर अलिकति बाँकी थियो, मलाई वेस्ट गर्न मन लागेन। त्यही भएर मैले छिटो छिटो आलु तासेर मैले राउन्ड राउन्ड गरेर काटेर यसलाई पनि फ्राई गरिदिएँ। यो पनि पाक्यो। हेरिदिनु भएको पनि धेरै धेरै धन्यवाद। हजुरहरू पनि पानी परेको सिजनमा यसरी नै खानुहोला। प्लेटमा चाहिँ थोरै मात्र बाँकी छ। अब अघि नै हामीले खाएर